हेलो साथीहरू, नमस्ते, नमस्कार अनि गुड मर्निङ सेवा भन्न चाहन्छु। र आज चाहिँ मैले हजुरहरू समक्ष छोटो मिनी भ्लग सुरु गर्दैछु यहाँ रुमबाटै। र अनि आज चाहिँ हामी मेरो बहिनीलाई भेट्न जाँदैछु। फाइनली साथीहरू 4 वर्षपछिको के अरे भेट कस्तो हुन्छ साथीहरू र भरे रियाक्सन कस्तो आउँछ हेर्दै गर्नु होला साथीहरू। र एकदमै खुसी एकदम खुसीको पल चाहिँ छाइरहेको छ। फाइनली आज चाहिँ हाम्रो छुट्टी शुक्रबार पारेर चाहिँ भेट्ने मौका परेको छ। अब मजाले त भेट्नु पाउँदैन, एकछिन बाहिर सामान दिएर त्यसपछि एकछिन कुराकानी गरेर फर्किन्छौँ। अब राम्रोसँगले भेट्नु पनि दिँदैन, बोल्नु पनि दिँदैन, त्यही पनि एकछिन भए पनि भेट्ने कोसिस गर्नेछु साथीहरू। र मैले चाहिँ अस्तिदेखिको अब बहिनीले पनि भेट्नु आइज भने गर्थ्यो अनि मलाई पनि भेट्ने चाहिँ धेरै रहर नै थियो। के गर्नु अब परदेशको ठाउँमा भने जस्तो सजिलो कहाँ हुँदो रहेछ र होइन। अनि एकदम अब काम गर्नु आएको, कमाउनु आएको, जे भने पनि अब हामीले त के अरे ध्यान दिनुपर्ने भनेको ड्युटी टाइमलाई फोकस गर्नुपर्छ होइन। अनि त्यही भएर चाहिँ ड्युटी गर्दा गर्दा आज 2 महिनाको बिचमा चाहिँ फाइनली भेट हुनेछ साथीहरू। कस्तो हुन्छ भरे मेरो बहिनीसँग भेट भएको पनि भिडियो हजुरहरूलाई पक्कै पनि ल्याउने नै छु। र सामान चाहिँ यतातिर छ है साथीहरू। अनि मैले चिकनको यो एउटा अचार बनाएको थिएँ, उसलाई पनि मैले लगिदिएको छु। कति खानु मन लाग्छ बिचरा। अब त्यहाँ अब पाउँछ, त्यहाँ पनि चिकन नपाउनु त पाउँछ, त्यो पनि त्यहाँ चाहिँ अब पकाइ फाल्टै हुन्छ कि अब चिनी लगाएको हुन्छ, यानि कि सुगर चाहिँ हालेको हुन्छ। अनि त्यही भएर मैले चाहिँ एकदमै अब मिठो त छैन, त्यही पनि त्यहाँ भन्दा चाहिँ केही न केही मिठो हुन्छ, नेपाली जस्तो सम्झेर खान्छ भन्ने लागिरहेछ। ल साथीहरू ढिलो नगरिकन म चाहिँ अब जानेछु, हेर्दै गर्नु होला मेरो भिडियो होइन कस्तो हुन्छ। ल साथीहरू बाइ, म चाहिँ हिँडेँ ल साथीहरू। फाइनली म चाहिँ जाँदैछु के अरे पूजालाई भेट्नलाई। मैले सामानहरू किनिसकेँ, यहाँ मोमो छ अनि पछाडि टेकीमा छ मेरो नि फुलको सामानहरू। अनि त्यसलाई सामानहरू चाहिँ सिम अनि त्यसपछि के सेम्पूहरू किनेर पनि लगिसक्यो मैले चाहिँ। अनि अब 2 महिनापछि भेट भयो, नेपालको चाहिँ 2 महिना भयो। तर 4 वर्षपछिको भेट कस्तो हुँदो रहेछ हेर्दै गर्नु होला साथीहरू। रियाक्सन कस्तो हुन्छ भन्दै यस हामी हिँड्दैछौँ बाटोमा। आयो सिम कहाँ राख्नु पठाएँ मैले फेरि सिम। ल सेवा नमस्ते। कति वर्ष 4 वर्षपछि बस्छु। ल आउनु हक गर्ने हाम्रो मेरो बुढो हो म। कति वर्ष बाँचे भेटमा तिमीसँग मभन्दा अर्को छ नि मेरो बुढो। अब त्यसपछि मैले यहाँ यो टिकी कसरी गर्ने सामान चाहिँ यहाँ यो चिकन चाहिँ एउटा झिक्नुपर्छ है यसको मेरो कपडा यो त सिलाउनु पर्ने। उताको सामान पनि ल यो पनि लगायो ब्यागमा। सिधै मोमो चाहिँ टिकटक बनायो।
साथीहरू चटपटी फेरि पनि म खाँदैछु कर्मनियाको होटलमा। हेर न ब्याक साइड कस्तो राम्रो छ। साथीहरू मोमो थुप्रै चक्लेटहरू छ। अब म खाँदैछु यहाँ चटपटी। यहाँ चाहिँ मोमो यस्तै खान्छु म चाहिँ त्यही खाँदैन क्या। साथीले बनाइ मागेको यस्तो थाल्पो रहेछ राम्रो पारेर। मलाई भिडियो बनाइदिने चाहिँ मेरो साथी यहाँ हुनुहुन्छ। यहाँ मुभी हेरेर अलि मिठो गरेर खाऊ न हौ भिडियो बनाउँदा त। म यहाँ मलाई साथी आज दिएको कि बिचराले। खाइसक्नु साथीहरू।